वाह झन् पो भर्खरको भएको रहेछ यार हजुर उता जानु भयो उतै बस्नु पर्थेन किन आउनु भयो आएर हजुर ए उता अनि भाउजूले त होइन भोलि त टमाटर चाहिँ के हाल्नु पर्यो देख्न सक्नुहुन्छ साथीहरू झुप्पा हेलो साथीहरू वेलकम टु ब्याक माई अनदर ब्लग साथीहरू आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु साथीहरू होइन म चाहिँ आज 10-15 मिनट लाग्छ यहाँदेखि बोर्डर होइन त्यहाँनिर साथीहरू धेरै छ दाइहरू होइन सब्जी लिनु बोलाएको छ साथीहरू म चाहिँ सब्जी लिनु जाँदैछु साथीहरू सब्जीमा के लिएर आउँछु भन्ने कुरोहरू चाहिँ तपाईँहरू भरे मेरो भिडियो हेरेपछि थाहा पाउनु सक्नुहुन्छ साथीहरू भन्दै म चाहिँ अहिले लाग्यो साथीहरू रहते हो आके जो तुम पास में साथीहरू पेट्रोल अलिक कम्ती भएर साथीहरू हामी चाहिँ अब पेट्रोल हाल्नु लागिहाल्छौँ होइन त्यस पछाडि चाहिँ साथीहरू हामी फेरि यहाँबाट मेचीखोलातर्फ लाग्छौँ होइन हामी जानु लागेको ठाउँ चाहिँ 10 बजेमा छ साथीहरू बोर्डरमा त्यतिकै यता चाहिँ सबै इन्डिया छ साथीहरू होइन त्यो चाहिँ अन्तिम नेपाल हो हामी मेचीखोला लगाइसक्यौँ होइन अब चाहिँ हामी मेचीखोलातर्फ लाग्छौँ साथीहरू मेचीखोला प्रवेश गरिसक्यौँ साथीहरू थोरै अगाडि गयो भने बलबत्ती पुग्छौँ यो मेचीखोला चाहिँ नेपालमै पर्छ साथीहरू होइन थोरै अगाडि गयो भने चाहिँ एउटा बलबत्ती भन्ने गाउँ छ त्यो चाहिँ नेपालमै पर्छ लगभग 25 जस्तो साथीहरू घरहरू होइन अगाडिको बाटो हुँदै जानुपर्छ साथीहरू घरबाट हिँडेको लगभग 10-15 मिनटमा बलबस्ती प्रवेश गरिसक्यो होइन चारैतिर खेती नै खेती गर्छ साथीहरू जान्छ के हुन्छ थाहा छैन त्यसरी नेपालबाटै बलबस्ती भन्ने नेपालमै पर्छ अलिकति पर्तिर गयो भने चाहिँ इन्डिया लाग्छ साथीहरू यो चाहिँ 10 बजेमा छ यो गाउँ चाहिँ बलबस्ती प्रवेश गरिसक्यो साथीहरू घर चाहिँ पहिलाकै होइन छैन क्या फाइनली गाइस हामी चाहिँ आइसक्यौँ होइन सब्जी लिनु आएको घरमा मान्छे छ कि छैन चाहिँ घर हो
मुला त के गर्नु मुला त घरमै छँदैछ नि सब्जी लिनु भनेर आएको साथीहरू मान्छे नै परेन रहेछ त चाहिँ भाउजू आइसक्नु भयो होइन टिप्नु चाहिँ खेत जानुपर्ने अरे साथीहरू आलु खनेको ठाउँमा उता पनि छैन अनि वहाँ जानु न दाजुसँग कुरा गर्नु न कताको बैगनहरू दिन्छ जानु न अनि रोपेको छैन हिँड्दै जाउँ न नि सुरेश कता छ मोदी दाइ उ त्यो कोलालो खन्ने हो कताबाट छ बाटो बाइक जान्छ पवन खोइ पवन म त बिरामी भयो क्या के सरले घरमा चाहिँ राख्नुपर्ने कतै पर्छ होइन यहाँदेखि 2 मिनट 3 मिनट हिँड्यो भने यहाँ पुगिन्छ बस गर्नमा पर्छ यो ठाउँ चाहिँ सब्जी के लाएको थिएस सब्जी के चारैतिर खेती नै खेती हेर्न सक्नुहुन्छ होइन के लाउँछस् अब चारैतिर हेर्नुहोस् यो धुलै धुलो भएकोमा तेरो भाइ होइन उ त्यो मेहनत गरेर चाहिँ यसरी तेरो मम्मी खेती फलाएको छ साथीहरू तेरो बहिनी अनि तँ चाहिँ पुरा मेहनत गर्दैछस् के गर्नु काका घटिस् त नि के भयो पेलाइ छ नि त खेती गर्दा व्यापार छोडिस् सुरेशले के लगाउँछ सुरेश उ त्यो होइन सुरेश कुन चाहिँ हो सुरेश परवल उ रातो सर्ट लगायो के बाउ त बिरामी भयो क्या के प्रेसरले हान्यो अहिले हो के लाग्छ सुरेश परवल लगाएको छ अलिकति मुरै छ मुरै के मुरै भनेको ए तपाईँ त बुझ्नु न के भन्छ तपाईँलाई हौ मुला मुला अनि बैगुन अब बैगुन लगाएको छैन सुरेश अनि लाछु भने त्यो त्यहाँ लगाएको छ अलिकति टमाटर जानु नि सुरेशले टिभी दिनु साथीहरू यस्तो मेहनत गर्छ होइन मान्छेहरू पुरानो मान्छे सुरेश दाइ हुनुहुन्छ यहाँ चाहिँ हाम्रो पुरानो दोस्ती हुनुहुन्छ हाम्रो सुरेश दादा के छ खबर एकदम के छ हाम्रो सुरेश दाजु त झन् पो भर्खरको भएको रहेछ यार हजुर उता जानु भयो उतै बस्नु पर्थेन किन आउनु भयो आएर हजुर ए उता अनि भाउजूले यता पठाउनु भयो नि त छोराहरू कहाँ छ दुइटै के ल्याउनु भएको छ भाइ बोरा ल्याउनु सक्छ हाती गरी लिएर आउनु कहाँ मार्दैन हामीलाई ऊ त्यहाँ बेगुन सब्जी लानु त त्यो हो बेगुन त्यहाँ छ मुला यहाँ छ ऊ मिलाएर होइन दाजु हाम्रो चाहिँ एकदम बोर्डर हो साथीहरू होइन हाम्रो उताको र यताको साथीहरूको चाहिँ एकदम घनिष्ठ मित्र छ साथीहरू टमाटर टिप्छौँ यो पत्ता लैजा न यहाँ रहेछ त यत्रो हेर्छु मुलाको पत्ता सुरेश दाइले भैँसी पालेको छ फाइनल साथीहरू होइन हामी चाहिँ पुगिसक्यौँ अब आफै टिपेर लानुपर्ने अरे होइन साथीहरू
आफै टिपेर टन्नै लिएर जाने हो। हाम्रो यो यताको मान्छेहरूसँग चाहिँ राम्रो सम्बन्ध छ साथीहरू होइन, त्यही भएर हामीलाई चाहिँ उनीहरूले एकदम मान्छ, उनीहरूले जे कुरा पनि दिन्छ साथीहरू होइन। हामी पनि उता आयो भने हामी पनि दिन्छौँ, हामी पनि उनीहरूलाई सम्मान गर्छौँ, उनीहरूले पनि हामीलाई सम्मान गर्छ साथीहरू होइन। त्यसै गरी बाइक चाहिँ यहाँ छ। अब म बाइक लगेर अलिक साथीहरू होइन, हाम्रो पहर अलिक टाढोबाट हामी बाइक पनि आइरहेको हामी चाहिँ लागिसक्यौँ साथीहरू होइन। बाइक टिप्नु यो झोलामा चाहिँ हामी हालेर लग्छौँ। पुरा छिपेको रहेछ नि साथीहरू। यहाँ चाहिँ बाइक गाह्रो हुन्छ अब बाइक टिप्नु थाल्यो साथीहरू। बाइक त उहिलाइसकेको छ त कुनै त यार राम्रो बत्ती टिप्नुपर्छ नि, यस्तो फ्रेस फ्रेस छ कुनै साथीहरू। हामी चाहिँ बाइक टिप्नु सुरु गरेँ साथीहरू होइन। साथीहरू जस्तो बाइक त टन्नै रहेछ नि बाइक त। त्यस्तो टिप्नु अरू के छ भने त्यही टमाटर साथीहरू बाइक टिप्नु थालिसक्यौँ होइन। बारिश चाहिँ टिपिरहेको छ साथीहरू। 10 किलो जस्तो भइसक्यो। हामीले चाहिँ सब्जी टिपिसक्यौँ होइन आज। हामी टमाटर चाहिन्छ भन्ने छ साथीहरू होइन, टमाटर टिप्छौँ। त्यस पछाडि चाहिँ हामी घरतिर लाग्छ साथीहरू। मेरो दाजुले बोकेर जानुहुँदैछ। हामी चाहिँ अब लाग्छौँ साथीहरू टमाटर टिप्नु। देख्न सक्नुहुन्छ पानी। मिलाएर होइन दाजु? हाम्रो चाहिँ एकदम बोर्डर हो साथीहरू होइन। हाम्रो उताको र यताको साथीहरूको चाहिँ एकदम घनिष्ठ मित्र छ साथीहरू। टमाटर टिप्छौँ। यो पत्ता लैजा न, यहाँ रहेछ त्यत्रो हेर्छु। मुलाको पत्ता सुरेश दादा भैँसी पालेको छ? त्यो हामीले चाहिँ बैगुन टिपिसक्यौँ होइन। यो हाम्रो टक्कै एफए क्याम्पदेखि पूर्वपट्टि गोलगाउँ इन्डियाबाट चाहिँ इन्डियाबाट छु साथीहरू। चाहिँ मेरो माल दाजु हो। हामीले चाहिँ बैगुन चाहिँ टिपिसक्यौँ साथीहरू होइन। पर्वतलाल भेना थियो त्यहाँ कटरको। अब चाहिँ पर्वतलाल गुफा थियो हामी टमाटर साथीहरू हामी चाहिँ अब टमाटर टिप्छौँ। हामी चाहिँ अब टमाटर टिप्छौँ होइन अन्तिम। त्यस पछाडि हामी चाहिँ घरतिर प्रवेश गर्छौँ साथीहरू। टमाटर बेचिदिइहाल्नु नि दाजु। हजुर साथीहरू टमाटर सबै पाकेर यस्तो भइरहेछ। पाएको छैन साह्रै त्यो टमाटर छ साथीहरू। है चारैतिर तपाईँहरू पाकेर देख्न सक्नुहुन्छ। एकदम मिहिनेत गर्नुहुन्छ उहाँहरूले साथीहरू होइन। टमाटर चारैतिर परसम्म रोप्नु भएको छ। एकदम मिहिनेत गरेर रोप्नु भएको छ साथीहरू होइन। एकदम मजाले फलेको छ।
देख्न सक्नुहुन्छ साथीहरू जुत्पै जुत्ता टाम्मै फलेको छ चारैतिर। उहाँहरूले चाहिँ आफ्नो साथीको हिसाबले माया आउनेको हिसाबले साथीहरू यसरी हामीलाई दिनुहुन्छ साथीहरू होइन। हेर्नुहोस् साथीहरू टमाटर कति मजाले फलेको छ बडा साथीहरू देखि पढ तपाईँ आँखा देख्न सक्नुहुन्छ जति देखेको सबै टमाटर टमाटर छ साथीहरू। म चाहिँ दाजुले टमाटर दिनुभयो लगभग 5 केजीमा बढी छ होला साथीहरू होइन। यसरी टिपेर दिनुभयो होइन अनि मायाले। म चाहिँ टमाटर टिपेर लागेँ साथीहरू होइन। मैले चाहिँ टमाटर टन्नै टिपेर लगेँ साथीहरू। एकदम बढी एकदम दामी टमाटर रहेछ साथीहरू होइन। अब म चाहिँ लाग्छु साथीहरू। अब हामी लगभग आजको हाम्रो सब्जी पुरा भयो साथीहरू। हामी चाहिँ एकदम फ्रीमा उहाँहरूले आफ्नो साथीको नाता लिइरहेछ साथीहरू होइन। तपाईँहरू देख्न सक्नुहुन्छ मकै लगाइरहेछ धुलै खेतमा एकदम मेहनत गरेर। हाम्रो साथीहरू होइन आजको सब्जी लोड भइसक्यो। 5 किलो दिएछ त। हँ 5 किलो कति धेरै छ हामीलाई त्यो बान्नुपर्छ। सब्जीहरू लोड भइसक्यो साथीहरू। अब हामी चाहिँ घरतर्फ लाग्छौँ साथीहरू। आजको मेरो भ्लग चाहिँ म यही समाप्त गरेको घोषणा गर्दैछु साथीहरू होइन। भन्दै अब चाहिँ म यो बोरा बोकेर बाइकमा चढ्छु।